अब मेरो दिदी पनि भेटिसकेका छन्। गुड मर्निङ। मर्निङ। के छ भीम भाइ तिम्रो आज? बस एकदम ठिक छ। तिम्रो के भने आज त टक्क पारेर हिरो बनेर छाता उडेर आछौ। अब क्लासमा 2-3 केटीहरू छन्, अब लाइन हान्नु पर्ने जस्तो। हो सिधै डिपेन्डेन्ट हुने विचार छ क्या? त्यस्तै छ विचार। ल्याङ्ग्वेज नबना डिपेन्डेन्ट हो फेरि हुन्छ। छिटै न अब बाटो खुलिसक्यो। अरु बिहान के खायो? के खाने त्यही भात अन्डा कडी भनौँ। अरु आजको दिन कस्तो गयो फेरि बिहानदेखि अहिलेसम्मको? ठिकै छ। के भने आज त म हिँडेर आएको पुरै 45 मिनट लाग्यो। हाम्रो रुमदेखि गएको आउनलाई 45 मिनट लाग्छ। गाह्रो छ। सरले अलि टाढा नै रुम खोजिदिनु भएको छ। अलि चित्त बिसिया छैन। अरु ठिक छ। अनि आज पानी त परेन भाइ किन छाता? अरे यहाँ गर्मी कस्तो छ के पनि छाता ओढेको छैन हेर है। तिमी पनि छाता ओढेर आछ। म नेपालदेखि आउँदा कालो थिएँ कि तब अब छाता ओढेर हल्का गोरो हुने विचार छ। अरु के छ? पढाइ कस्तो छ त? पढाइ त्यस्तै हो। होमवर्क पनि गरेको छैन आज त। किन? खै टाइमै भएन। आज हाम्रो चौथो दिन हो नि जापानमा? चौथो दिन। चौथो दिन। स्कुलको पनि मेरो चौथो दिन, भाइको? मेरो त भयो 12-13 दिन भयो आज। 12-13 दिन। चौथो दिनमा के बुझेको छैन। बिस्तारै बिस्तारै रुमदेखि यहाँ पुग्दासम्म यस्तो बोर लागेको थियो। अब दिदी भेटिए मनमा अलग्गै खुसी भयो। आइसके अब राम्रै हुन्छ। क्लासरुममा पनि राम्रै हुन्छ। टिचरहरू पनि राम्रै छन्, स्टुडेन्टहरू पनि राम्रै छन्। ल्याङ्ग्वेज एक दुसराको नबुझेपछि पनि बिहेभियरले राम्रै छन्। बानी व्यवहारले पनि राम्रै छन् भनौँ। छाता ओढ्नु हुने हो? ओढ्दैन। मैले नेपालमा त छाता ओढेन। यताको के यो घामले पोड्छ छाता। अनि आज बाटो भुल्नु हो कि नै? नाइ आज म्याप हेरेर आएको, हिँडेरै आएको। अब कति टाइम लाग्छ भनेको टाइम लाग्दै रहेछ साँच्चैमै 45 मिनट। तर रुमदेखि कम किलोमिटर भयो नि यहाँ टाइम बढी लाग्छ कि बिचमा सिग्नलहरू हुनुको कारणले रोकिनु पर्छ। टाढै छ भनौँ। मेरो पनि त्यही हो। 40-45 मिनट लाग्छ रुमदेखि। ट्रेनमा आउँदाखेरि नै कति भन्छन् 3 स्टेसन क्रस गरेर त्यसपछि 25 मिनट या 20 मिनट हिँडेर आउनुपर्छ स्कुलसम्म। स्कुल आउँदैछ हामीहरूको। आज स्कुल पनि देखाउँछु आज हजुरलाई। क्यामेरा गरेर देखाइदिनु। अब छाता ब्यागमा पनि हालौँ। अब अन्जु दिदीले धेरै मेरो शरम गरिहाल्नु भयो। अनि त केटी मान्छेले छाता ओढाएको छैन। मैले त कहिले नेपालमै पनि छाता ओढेन। अब साइकल किन्ने विचार कस्तो छ फेरि? साइकल त किन्ने विचार थियो भाइ, तर पैसा। अब काम सामको के हुँदैछ फेरि? कामको लागि अहिले हामीहरूको ब्याङ्कको त के भन्छ, ब्याङ्कको प्रोसेस भएको छैन। हजुर। सिम पनि छैन। त्यही भएर अहिले कामको अलिकति त्यस्तो भएको छैन। भन्न त रुममा 3वटा दिदीहरू उनीहरूसँग भनेको छु कामको लागि। अब ब्याङ्कको के बनाउने भन्छन् त्यो भनेपछि फेरि हुन्छ। काम त गर्नै पर्यो भाइ। अब यस्तो भाइको लागि पनि काम खोजिदिनु है। हुन्छ। म त अब एक्लै छु, रुममा पनि एक्लै हो, कोही चिनेको छैन। हाम्रो स्कुल आउन थालिसक्यो। अब घरदेखि ल्याएको पैसा पनि खत्तम भइहाल्यो। त्यही त हामीहरूको स्कुल आइसक्यो। पहिलो कुरा त मेन कुरा त यो हेर्नु, हाम्रो मेन स्कुलको हामीले चिन्ने सक्ने भनेको यसैले हो। के भन्छन् यसलाई कमेन्टमा लेख्नु होला है। यसलाई के भन्छ? कमेन्टमा भन्नु होला है यसलाई के भन्छन् यो। अब हाम्रो स्कुल हो त्यो अगाडिको वाला। अब हेर्नु होला। स्कुल त यहाँ त्यो नेपालको जस्तो यो स्कुल हो हाम्रो यो। बिल्डिङको जस्तो त्यो होइन भाइ। आइसक्यो। यो पुरै स्कुल हो। बिल्डिङ भनेको नै स्कुल हो। यता त हाम्रो स्कुल आइसक्यो। निहोङ्गो सेन्टर हाम्रो स्कुल यो निहोङ्गो सेन्टर। अब हामीहरू क्लासरुममा जाँदैछौँ। लिफ्टदेखि त अब मान्छेहरू गइहाल्यो। अब सिँढीदेखि जानुपर्छ। ओहो सिँढी हेर्नु गाइज। हाम्रो हुन त 2nd फ्लोर हो। अब रुममा पुग्यौँ। अब क्लासरुममा लिफ्टदेखि आऊ। हाम्रो साथी अगाडि जाँदैछन् बिमला। त्यो अब क्यामेरामा आउन चाहँदैनन्। त्यहाँ छन् हाम्रो साथी। क्लासरुम। कोनिचिवा मिन्ना-सान।
आज कहाँ बस्ने? कहाँ बस्ने? अगाडि नै बस्ने? कहाँ बस्ने? हाम्रो क्लासरुम। अब नाइफारू सानसित बोल्दैछन्। अब अंजली बिचरा देश आना तावा नेपाली जिन्देश जिन्देश हिन्द्रा-सान कोनिचिवा कोनिचिवा। यता हिन्द्रा सान त हाम्रो रिसाउनु भएको छ। नो क्यामेरा प्लिज भन्यो। अब हाई फारुसान हाम्रो साथीहरू। अब हाम्रो भाषा त बुझ्ने हैनन् तर पनि मनको धेरै राम्रो छन्। हाय हाम्रो साथी जोनसान फिलिपिन्जिन बिमला सान